हाई गाइस, स्वागत छ तपाईहरुलाई शिवानी मगरको भ्लगमा। आज हामी जाँदैछौँ तारकेश्वर वडा नम्बर 2 को काभ्रेस्थली, जहाँ चाहिँ हाम्रो कालीदेवी माध्यमिक विद्यालय रहेको छ। त्यो स्कुलमा हामी एउटा मेन्टल हेल्थ रिलेटेड अवेरनेस प्रोग्राम लिएर जाँदैछौँ। अनि अहिले चाहिँ हामी स्वयम्भू पुग्यौँ। स्वयम्भूदेखि चाहिँ जाँदैछौँ। अनि मलाई यो पिच गरेको बाटो पनि मन नपर्नुको कारण भनेको गिल्डिङ छ कि, अनि यहाँ चाहिँ एकदमै डर लाग्ने। त्यही भएर यो बाटो चाहिँ मलाई मन पर्दैन। तैपनि यो सबवेको बाटोहरू हेर्न सक्नुहुन्छ, बाटो छ तर कम्प्लिट भएको छैन। त्यसले गर्दाखेरि पनि यात्रा गर्न असहज भइराखेको थियो। यतिकैमा म मेरो दिदीहरूसँग भेटेँ। त्यसपछि हामी लाग्यौँ माछापोखरीदेखि काभ्रेस्थलीसम्मको यात्रामा। यता पछाडि हाम्रो ममता दिदी हुनुहुन्छ र हामी 3 जना भएर स्कुलतर्फ जाँदैछौँ प्रोग्राम गर्नको लागि। र लगभग हामी स्कुल पनि पुग्न लाग्यौँ। उता पारिपट्टि देखेको डाँडोमा रहेको छ स्कुल चाहिँ, र हामी अहिले यहाँ स्कुल पुग्न लागेको छौँ। माथितिर चाहिँ पिच गरेको भए पनि काहीँ चाहिँ बाटो बिग्रेको थियो। यो तुवालो लागेर भ्यूहरू त्यति राम्रो त देखाएको थिएन, र पनि तलतिरको दृश्यहरू चाहिँ एकदमै रोचक नै देख्न सक्छौँ। अब हामी जाँदैछौँ, स्कुलको लगभग नजिक पुगिसकेका छौँ। यतातिर चाहिँ अलिकति धेरै कृषि खेतीपाती नै गर्नुहुने रहेछ यतातिर बसोबास गर्ने मान्छेहरूले, किनभने घरहरू अलिकति कम नै छ, खेतीयोग्य जमिनहरू नै बढी देख्न सकिन्छ। अनि अर्को भनेको चाहिँ यो बाटोतिर चाहिँ अलि धेरै बालुवा भएको माटोहरू रहेछ के, अनि कतै कतै चाहिँ बालुवाहरू झिकेको पनि जस्तो देख्न सक्छौँ। हेर्नुहोस् न, बाटो नै यतातिरको माटो नै बालुवा मिसिएको माटो रहेछ कि। अनि त्यस्तै देख्यौँ हामीले। त्यसपछि हामी स्कुलतर्फ जाँदैछौँ। अलिअलि बाटो कच्ची छ। हेर्नुहोस् न, यहाँ तलको गहिरो देख्दा नै डर लाग्दो। र पनि हामी बिस्तारै बिस्तारै अगाडि बढ्दैछौँ। यता पछाडि हाम्रो दिदीलाई देख्न सक्नुहुन्छ। उहाँ पनि हामीलाई फलो गर्दै आउँदै हुनुहुन्छ। बाटो अलिकति अफरोड जस्तो देखिन्छ, यहाँ चाहिँ हिलो रहेछ। हामी अगाडि बढ्दैछौँ। त्यो माथि देखेको चाहिँ हाम्रो त्यो चाहिँ कालीदेवी स्कुल हो। हामी त्यही स्कुलमा जानुपर्ने। अनि यो देखेको ठुलो भवन चाहिँ स्कुलकै होस्टेल प्लस नर्सरीदेखि सायद 2 या 3 क्लाससम्म चाहिँ हाम्रो त्यही ठुलो भवनमा पढाइ हुने रहेछ। अनि हामीले यहाँ स्कुल देखिसक्यौँ। हामी यहाँबाट चाहिँ माथि उक्लिँदैछौँ। फाइनली हामी स्कुल पनि पुग्यौँ। स्कुल चाहिँ एकदमै राम्रो देखिन्छ, एकदमै ठुलो रहेछ यो स्कुल चाहिँ। यहाँ चाहिँ 12सम्म पढाइ हुने स्कुल रहेछ, सरकारी स्कुल। र यहाँ चाहिँ कृषि सम्बन्धी पढाइ पनि हुने रहेछ। स्कुल पुगिसकेपछि हामी हाम्रो प्रेजेन्टेसन दिनतर्फ अगाडि बढ्यौँ। हामीसँग लगभग 65देखि 68 जना 70को आधारमा हामीसँग विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्थ्यो। उहाँहरू चाहिँ 8 क्लासमा पढ्नुहुन्छ। उहाँहरूलाई चाहिँ हामीले मेन्टल हेल्थ सम्बन्धी सचेतना कार्यक्रम गर्न गइराखेको छौँ, जसमा हाम्रो मानसिक समस्या के हो, मानसिक स्वास्थ्य के हो, तनाव के हो, हाम्रो जीवनमा तनाव आइराख्छन्, यसलाई कसरी सामना गर्ने, यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू हामीले विद्यार्थी भाइ बहिनीहरूलाई बुझायौँ, उहाँहरूलाई सचेत गरायौँ। र यी यस्ता समस्याहरूबाट सामना गर्नको लागि कस्ता कस्ता कामहरू गर्न सक्छौँ त भन्ने कुराहरू उहाँहरूलाई हामीले बुझायौँ। प्रेजेन्टेसन दिँदै गर्दा अझै सहज बनाउनको लागि त्यहाँको हाम्रो सरले पनि हेल्प गर्नुभयो, र हाम्रो विद्यार्थीहरू चाहिँ उत्साहित हुनुहुन्थ्यो सिक्नको लागि, र हामीलाई पनि उहाँहरूलाई सिकाउन र बुझाउन सहज भयो। त्यसपछि मेरो प्रेजेन्टेसन सकिसकेपछि मेरो उहाँ दिदी हुनुहुन्छ ममताजी, उहाँको पालो। उहाँले चाहिँ गुड टच र ब्याड टचको बारेमा विद्यार्थी भाइ बहिनीहरूलाई बुझाउँदै हुनुहुन्थ्यो। कस्तो अवस्थामा चाहिँ गुड टच हुनसक्छ, कस्तो अवस्थामा चाहिँ ब्याड टच हुनसक्छ, र कसरी नाइ भन्ने शब्द हाम्रो जीवनमा एकदमै ठुलो रोल खेल्छ। नाइ भन्ने शब्दले
नै भन्न नसक्दाखेरि हामी धेरै जोखिमहरूमा पर्न सक्छौँ, चाहे त्यो ठुलो मान्छे होस् चाहे त्यो सानो मान्छे होस्। यसरी हाम्रो 2 घण्टाको प्रेजेन्टेसन चाहिँ सकिएको छ। च्याउ खेती पर्दै सरकारी रहेछ अब यो सरकारी पनि तर त हामी एकदम सीमितमा थियौँ तल स्कुलमा। यो चाहिँ के हो रे सर? यो टनिल यसभित्र के छ? केही लगाएको छ? यो चाहिँ च्याउ लगाएको यो चाहिँ यहाँको विद्यार्थीहरूले गर्छ? विद्यार्थी गर्छ। 11-12 कि 11-12ले त गर्दैन, 9 का 10 का फल्छ 9-10 का रहेछ। यस्तो बोट बिरुवाहरू यिनीहरू गर्नको लागि छुट्टै सब्जेक्ट नै छ कि? छ त नि प्लान्ट साइन्स ए एउटा स्ट्रिमै छुट्टी छ त। ए प्लान्ट साइन्स भन्ने स्ट्रिमै छुट्टी छ त। होइन यहाँ आउँदाको आनन्द त अर्कै उच्च तपाईँको खोजी कम्ता चाहिँ भएको थियो त आनन्द। अनि राम्रो छोराको बिहा गर्नु भएन? घोडाचोटो बिहा गरेको छ नि त केटोले, घोडाचोटो बिहा गरेर दिनु त। 8 गते 7 परेको 14 गते राम्रो गर्नुभयो। गाडी पाएन हिजो मेरो मोबाइल फुटेको जितेन कसरी फुट्यो? स्कुलमा रहेको जुन गेटको साइडमा विद्यार्थी आचार संहिता रहेछ, एकदमै ठुलो, एकदमै राम्रो, एकदमै डाँडामा रहेको स्कुल अनि एकदमै हावा आउने। अनि यो तलको हाइवे जुन सहर बजारदेखिबाट चाहिँ माथि शान्त ठाउँमा रहेको रहेछ यो स्कुल चाहिँ। त्यसपछि यहाँको मैले फोटो भिडियोहरू बनाएँ। त्यसपछि हामी फर्किँदाखेरि बाटो ढलान बाटो अनि अलिकति ठाडो ओह्रालो जस्तो रहेछ अनि हामी बिस्तारै बिस्तारै फर्किँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ दिदी हाम्रो पछाडि हामीलाई फलो गर्दै हुनुहुन्छ। हामी अगाडि जाँदैछौँ। हामी यहाँबाट कहाँ जाँदैछौँ भन्दाखेरि माथि शान्तिधाम जाँदैछौँ, जहाँ जानको लागि चाहिँ हामीलाई त्यहाँको सरले पनि रिक्वेस्ट गर्नुभएको थियो। यहाँ आइसकेपछि त्यहाँ त पुग्नै पर्छ भनेर भन्नुभएको थियो। त्यति भनिसकेपछि हाम्रो पहिले नै प्लान थियो र पनि सरले भनिसक्नु भएपछि अझै त्यहाँ पुग्नको लागि, त्यहाँको वातावरणलाई अवलोकन गर्नको लागि हामी उत्साहित भयौँ र हामी लाग्दैछौँ यहाँदेखि माथि यो ठाउँको प्रसिद्ध ठाउँ र शान्त ठाउँ शान्तिधामतर्फ लाग्दैछौँ। हेर्नुहोस् त बच्चाहरू तल 1 देखि 2-3 क्लासमा पढ्ने भाइ बहिनीहरू हुनसक्छ, उहाँहरू घर फर्किँदै हुनुहुन्छ अनि हामी चाहिँ लाग्दैछौँ यहाँबाट शान्तिधामतर्फ। लगभग हामी अब यो खोलाको ढलान बाटो चाहिँ शान्तिधाम जाने बाटो रहेछ, त्यहाँबाट हामी उकालो लागेर शान्तिधाम पुग्नै लागिसकेको छौँ र फाइनली हामी शान्तिधाम पुग्यौँ। कस्तो राम्रो भ्यू रहेछ त्यहाँबाट। अनि यो तुवालो लाएर त्यति राम्रो देखाएको थिएन, तर जति देख्यौँ त्यो चाहिँ एकदमै बब्बाल सिन देख्यौँ। अब यहाँ गएपछि के गर्ने त? यहाँ गएपछि त भिडियो बनाउनै पर्यो, फोटो खिच्नै पर्यो। हाम्रो काम सकेर घुमघामतिर लाग्यौँ है त हामी चाहिँ। हामीले अलिअलि फोटो खिच्यौँ। यो चाहिँ सेल्फी, सबै फोटो चाहिँ मैले राख्न सकिनँ र यो रहेको छ शान्तिधाम। यहाँबाट चाहिँ हामीले फोटोसोटो खिच्यौँ। हामी लगभग 1 घन्टा हामी यहाँ बस्यौँ। त्यसपछि यहाँको वातावरणलाई छाड्दै हामी फेरि फर्क्यौँ आफ्नो घरतर्फ। लगभग 4 बजिसकेको थियो, हामी चाहिँ यहाँबाट घर फर्क्यौँ। यति भन्दै आजको भिडियोलाई यहीँ इन्ड गर्न चाहे। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सधैँभरि सकारात्मक भाव राख्नुहोस्, आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्। असम्भव केही पनि छैन, कोसिस जारी राख्नुहोस्। धन्यवाद।